नमस्कार। आदरणीय भारत प्रवासमा रहनुभएका सम्पूर्ण अछामी दिदीबहिनी तथा दाजुभाइहरू, हामीहरू निर्वाचन अभियानको क्रममा आज पर्वा गाउँको हाडासेनमा छौं। यहाँका जनताले हामीप्रति देखाएको न्यानो माया समर्थनले हामीहरू अत्यन्त उत्साहित भएका छौं। मलाई विश्वास छ विभिन्न कारणले गर्दा, आफ्नो रोजगारी लगायत विभिन्न कारणले गर्दा भारत प्रवासमा रहनुभएका सम्पूर्ण अछामी दिदीबहिनी तथा दाजुभाइहरू, विशेष गरी अछामको क्षेत्र नम्बर 1 का भारत प्रवासमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरू फागुन 21 गतेको आम निर्वाचनमा यो देशको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता, जनताको जीविका, रोजगारी, कृषि, स्वास्थ्य, शिक्षा समग्र क्षेत्रमा सुधारको एउटा अवसरको रूपमा प्रयोग गर्न एकदम दिनको प्रतीक्षा गरिरहनु भएको छ। म यस अवसरमा आगामी फागुन 21 गते भारत प्रवासमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी, देशभक्त, यो देशको आर्थिक प्रगति चाहने दिदीबहिनी तथा दाजुभाइहरूलाई अछाम आएर मतदान गरेर तारा चिन्हमा छाप लगाएर हामीलाई यो देशको लागि सेवा गर्ने अवसर प्रदान गर्न हुनेछ भन्ने मैले विश्वास गरेको छु। म तपाईलाई हार्दिक अनुरोध गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। यो यस्तो अवसर हो जुन अवसरमा हामीले दिएको मतले हामी राष्ट्रको सुरक्षा गर्न सक्छौं, देशको अर्थतन्त्रलाई बलियो बनाउन सक्छौं, राष्ट्रका जनशक्ति, प्राकृतिक साधन स्रोतहरूलाई यो देशको सर्वोपरि हितको लागि सदुपयोग गर्न सक्छौं। यदि हामीले यो अवसर गुमायौं भने, गलत मान्छेको ठाउँमा हाम्रो मत पर्यो भने आता हाम्रा सिंहदरबार, सर्वोच्च अदालत, संसद लगायत हाम्रा शासन प्रशासन केन्द्रका कयौं ठाउँहरू ध्वस्त भएका छन्। हाम्रो सार्वभौम सत्ताका प्रतीकहरूबाट झण्डा निकालिएको छ। यदि गलत मान्छेको हातमा भोलि यो देश गयो भने यो देशको अस्तित्व नै धरापमा पर्न सक्छ। यही कुरालाई मनन गर्दै तपाईहरू जस्तो सम्पूर्ण देश विदेशको अनुभव गरेका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो अमूल्य मतलाई सदुपयोग गर्न अछाम आउनको लागि म सबैलाई चुरिन्युतो दिन चाहन्छु। तपाईलाई हार्दिक आह्वान गर्न चाहन्छु। तारा चिन्हमा मतदान गरेर यो देशको रक्षाको लागि, सुरक्षाको लागि, अछामी जनताको विकास र प्रगतिको लागि, यो देशको स्वाभिमानको लागि योगदान गर्नुको लागि म तपाईहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। नमस्कार।